गुड मर्निङ शुभ बिहानी सेवा सेमुना जोजो लाप्पा जडेवायो श्यामो सिंह नमस्कार साथै जय मसी टक्राउन चाहन्छु सम्पूर्ण मेरो मित्र बन्धुहरूलाई। आज इस्टर सन्डेका दिनमा इस्टर सन्डे चाहिँ के रहेछ भनेर तपाईँहरूलाई एउटा छोटो मेरो सन्देश दिन चाहन्छु। गत शुक्रबार गुड फ्राइडेको दिनमा चाहिँ जिजस क्राइस्टलाई टाँगिनुभयो, मारिनुभयो, दर्जनौं रोमी सिपाहीहरूको पहरेदारमा उहाँ राखिनु भएको थियो सिलबन्दी गरेर। तर उहाँले चाहिँ मृत्युबाट बौरी उठेको दिनलाई चाहिँ इस्टर सन्डे भनिँदो रहेछ। यो विभिन्न धर्मशास्त्रहरूदेखि लिएर सुसमाचार किताबहरूमा मत्ती, मर्कुस, यूहन्ना, लुकाले लेखेको किताबमा नि हामी पाउँछौँ। तर आज चाहिँ म डाक्टर लुकाले लेखेको किताबबाट चाहिँ म वाचन गर्न चाहन्छु। लुका 24को 1देखि 4सम्म म वाचन गर्न चाहन्छु। यस्तो लेखेको छ, मृत्युबाट यीशुको पुनरुत्थान। हप्ताको पहिलो दिन बिहान सखरै ती स्त्रीहरूले तयार गरेका सुगन्धित द्रव्य लिएर तिनीहरू चिहानमा आए। तिनीहरूले ढुङ्गा चिहानबाट हटाएको भेटाए, तर भित्र पस्दा तिनीहरूले प्रभु येशूको शरीर पाएन। जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए तब चाकिलो पोसाक पहिरिएका दुई पुरुषहरू तिनीहरूका छेउमा खडा भए। तिनीहरूले भयभीत भए। तिनीहरू चाहिँ देख्ने बित्तिकै अलमल्ल परे, छक्क परे, किनभने उनीहरूले चाहिँ यस्तो सन्देश दियो कि हेर, मृतक यीशुलाई यहाँ खोजेको होला, यहाँ त छैन, उहाँ चाहिँ जीवित भइकन उहाँलाई त उसको भाइहरूलाई चाहिँ गलिलमा पो जानु है भनेर भनिदिनु भनेर एउटा सन्देश दिएको हामीले यहाँ पाउँछौँ। अनि विभिन्न कालखण्डमा यस्ता विभिन्न कुराहरू, एउटा बिना अर्थको चाडहरू मान्यौँ, क्रिसमस मान्यौँ, दसैँ तिहार मान्यौँ, चसक तङमाङ मान्यौँ, सकेला मान्यौँ, लोसार मान्यौँ। तर अहिलेसम्म चाहिँ बिना अर्थ नै, अर्थहीन मैले मानिरहेको रहेछ। अब आइन्दा चाहिँ आजको दिनदेखि चाहिँ मैले पनि हरेक चाडहरू, हरेक दिनहरू कसरी मानिन्छ भन्ने कुरो चाहिँ एउटा मलाई पनि अब ज्ञान हुँदैछ कि अब मैले पनि बिना अर्थ नपर्थ गोविन्द गाई दायाँ बायाँ यता ढुङ्ग्रोमा मै मात्रै खोज्ने मान्छे थिए रहेछ। तर अब चाहिँ मैले पनि त्यो अर्थ खोज्न गइरहेको छु। अनि त्यही भएर सम्पूर्ण मित्रहरूलाई यो इस्टर सन्डेको सन्देशको सँगसँगै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।